हेलो गाइस, ह्यापी तिहार, ह्यापी तिहार भन भएन यसरी। हाम्रो घरमा चाहिँ झिलिङ्गा पाक्यो बल्ल। यहाँ चाहिँ पुर्याउने काम हुँदैछ। चिया चाहिँ यता पाकेर आइसकेको छ। अब यहाँ भित्र चिया छ। म चाहिँ सधैँ यो कपमा खान्छु है। यिनी हुन् हाम्रो घरको कामदारिया। कति काम गर्छिन् बिहान उठेर। यहाँ हेर्नु त, बाबुलाई पानी खुवाउन लागि कति काम गर्छिन् यिनले। बाबुले पा खान्छ। मम्मीबाट ट्रान्सफर भएर यहाँ मेरो आन्टी दिदीले पकाउँदै हुनुहुन्छ। आन्टी भन्नु हुँदैन, मेरो चाहिँ दिदी हो है उहाँ। आन्टी दिदी जो भने पनि यता फुल बेच्ने कार्यक्रम गाइस। अब मैले चाहिँ यो ब्राउन प्लास्टिकमा राख्दैछु। लाउएर बगाएर अब चाहिँ हामी सेलरोटी बनाउँदैछौँ। सुरुमा फर्स्ट ट्राई चाहिँ मेरो दिदीले गर्दै हुनुहुन्छ। यता मम्मीले अरू पिठो मुस्दै हुनुहुन्छ। ल फर्स्ट ट्राई कस्तो हुन्छ हेरिदिउँ त। ल हालिहाल्नु न। वाउ, ल फर्स्ट ट्राई नै यति दामी बनेको छ। आउने रहेछ त अनि यस्तो खतरा। ल दामी दामी फर्स्ट ट्राई हो। हेरमै कस्तो हुन्छ। अनि माथिबाट गराउने हो। अनि म त हात तल तल जान्छ नि त। चोप्चिन बाहिर छोड छोड। यो रोटी कसले खाने हो। सिक्न पर्ने होइन र मम्मी हो नि। ल अहिले चाहिँ बरु अलिअलि रोटी जस्तो देखिएको छ। यो चाहिँ मेरो मम्मीले बनाएको रोटी। पर्फेक्ट मान्छेले बनाएको रोटी पर्फेक्ट। ओ अल्छीहरू, किन हो र चिया खान नजानी तिमीहरू। पितामा सोडाको कुरा ल्याएर काटा अरे के अरे। लु त्यसले मुन्टो त खप्लक्कै फेरि 3 चोटिमा। कहाँ हिँडेको नि काव्या। बजार। तिमी त बजार हिँडिहाल्छौ नि। हजुर दादा खदन कुखुरो जाऊ। माया गर कुखुरोलाई। अहिले खाउलिया नि। ल नाइस। यस्तै काट्नु न पहिला बिचबाट। गाह्रो छ हौ सिकाउन पनि। त्यस्तरी अनि गुदी फाल्नु। अब के गर्नु त हामीले चक्कु छुन भएन। ल भयो यति फाले हुन्छ। प्याज काट्नु नि पर्यो। अनि बन्दा पनि काट्नु पर्यो साँच्ची। बिर्सेछु बन्दा नि हो। भाइ गाइस म चाहिँ ट्रे रेडी गर्दैछु। खानेकुराको ट्रे। सो दिस इज आवर ट्रे। अब यहाँ नरिवल राख्न बाँकी छ, त्यसपछि डन। ल हाम्रो टिका पनि रेडी भइसकेको छ। अब यहाँ चाहिँ दुबो हाल्न बाँकी छ। अनि त्यसपछि अरू चाहिँ हामी गर्दै गर्छौँ। दिदी पनि आइसक्नु भयो। माइजू नमस्ते। हेर्न आउले हाम्रो कटर। अब हामीले छुनाउनु नि त चक्कु। अनि त्यही भएर खुसी। यता मासु रेडी हुँदैछ। खै कतिखेर रेडी हुन्छ त नि मासु बल्ल। खसीको मासु ल्याउन गएको मान्छे बेपत्ता भए। विशाल चाहिँ काट्दा यहाँ आत्तिसक्नु भएको छ। कस्तो रिस आएको र ब्लगमा। अनि कस्तो केटो रहेछ अनलाइन कमेन्टमा। अनि सब्सक्राइब गरिदिनु होला। हाम्रो घरमा बनाएको रोटी चाहिँ यति नै हो। ओके है। यिनीहरूले चाहिँ चिसो लिएर आए।
ल अब हामी चाहिँ बढार्न जान्छौँ तल टिका लगाउने ठाउँमा। केही भन्न छ भने भनिदिनु। ह्याप्पी तिहार भनिदिनु न त। ह्याप्पी तिहार गाइस। दस बजिसकेको छ तर यिनीहरूले अहिलेसम्म पनि नुहाएका छैनन्। 11 बजे हाम्रो टिका छ। ल जानु त छिटो नुहाउनु। ओए हेरेको हेरे हामी चाहिँ हेरेको हेरे। हामी तीनजनाको चाहिँ सेम सेम आउटफिट छ। चुप मलाई ह्याप्पी तिहार भन। ह्याप्पी तिहार। हामीले टिका लगाउने ठाउँ चाहिँ रेडी भइसकेको छ। हामीले रोटीहरू खानेकुराहरू सबै कुरा हामीले लिएर आइसक्यौँ। तर यो घाममा चाहिँ कसरी टिका लगाउने हो हमाइजु? कसरी टिका लगाउने हो घाममा? हामीले टिका लगाएर पनि खाना खाइसक्यौँ। मैले चाहिँ खाना खाएको भिडियो बनाउन बिर्सेछु। अहिले हामीले खाना खाइसकेर भाँडा माझेपछि मैले बल्ल सम्झेँ भ्लग। अहिले चाहिँ हामी सफा गर्दैछौँ, भाँडा माझ्दै बढार्दै। सक्यो हाम्रो तिहार पनि। सक्यो तिहार सकेको सकिसके पछाडि यो बिहाइन्ड द सिन्स हो यो यस्तो गर्नुपर्छ। गाइज हाम्रो तिहार चाहिँ सकिसकेको छ। हाम्रो एउटा गतिलो फोटो नि आएको छैन अहिलेसम्म। अनि घाम रोकिएकै छैन अनि फोटो खिच्नै पाएनौँ। अब हामी देउसी भैलो खेल्न जाने बेला भइसक्यो। मम्मीहरू गइसक्नु भयो। हामी चाहिँ यत्तिकै बस्यौँ, फोटो नि आउँदैन। त्यही भएर हामी चिन्तित छौँ गाइज। जाऊँ अब भैलो खेल्न। के गर्नु त अब फोटो अर्कोचोटि खिचौँ ल। ल जाऊँ। हामी चाहिँ दुईटा घरमा भैली खेलिसकेका छौँ। अब हामी उतापट्टिको घर जाँदैछौँ। हामी चाहिँ पछि पछि हिँडिरहौँ। ल अब हामी रातिसम्म भैली खेल्छौँ। 12-1 बज्छ भैली खेल्छ। लगभग 12 बज्छ।
ल हामी चाहिँ अब देउसी भैलोलाई थाली लिएर हेरिरहेको छौँ। तराउँदेर देखिया है कल्पना। उभी चाँडा राख्थ्यौ। हामी चाहिँ भैलो खेलेर फर्किसकेका छौँ। मम्मीहरू चाहिँ मन्दिरमा हिसाबहरू गर्दै हुनुहुन्छ। अब हामी चाहिँ घरै गएर सुत्छौँ भनेर आयौँ। मम्मीहरू चाहिँ अब हिसाब गरेर आउनुहुन्छ। रातिको 11 बजेको छ। उ त्यहाँ चुडेल ल्याउनु सक्छ, सो नडराउनु होला है। ल मेरो आजको भ्लग चाहिँ यति नै हो, मेरो तिहारको भ्लग। अब आजदेखि तिहार पनि सकियो। अब भोलिदेखि त केही न केही हाम्रो चाहिँ तिहार एकदम रमाइलो भयो। हजुरहरूको कस्तो भयो भनिदिनु होला कमेन्टमा। होइन खासमा म सब्सक्राइब लाइकको लागि त होइन यहाँ भिडियो बनाएको, त्यही पनि गरिदिन चाहनुहुन्छ भने गरिदिनु। म त खासमा टिभीमा हेर्छु कि मेरो आफ्नै भ्लग, सेल्फ अब्सेस्ड हो नि त, अनि त्यही भएर मलाई हेर्न रमाइलो लाग्छ। त्यही भएर म यो भ्लग पोस्ट गर्न पनि सक्छु। सो बाई गाइज। अब हामी घर नि आइसक्यौँ। यो चाहिँ पल्तिर आमाको घर हो। हाम्रो घर चाहिँ अलि उता हो, झिलिमिली नि देखिया होइन। ल बाई।